बसेछ नि माया थाहा नै भएन छोडेर लगेछौ यो Hey everyone, welcome to my blog. It's me on Tata Magla. So Prafulla. आज चाहिँ म मेरो हस्बेन्ड चाहिँ जाँदैछु घर मेरो घर चाहिँ रहेको छ नबुद्ध चाहिँ छुट्टी भएको कारण म चाहिँ मेरो हजुरबुवा र हजुरआमा भेट्नको लागि घरमा जाँदैछौँ हामी हस्बेन्ड वाइफ चाहिँ बाइकमा गफ गर्दै त्यसपछि पशुपति घुम्दै हामी चाहिँ जाँदैछौँ अरू बेला चाहिँ हामी ट्राभलबाट जान्थ्यौँ भने आज चाहिँ हामी पशुपतिबाट घुम्दै रमाइलो गर्दै जाँदैछौँ म चाहिँ मेरो हजुरबुवा हजुरआमाहरूको लागि छुट्टीको कारणले म चाहिँ गाउँमा घरमा काम सघाउनको लागि गएको थिएँ अनि यता मेरो हस्बेन्डको फेरि आफ्नै दुनियाँ छ उहाँले चाहिँ भिडियो बनाउँदै हुनुहुँदो रहेछ म पनि भिडियो बनाउँथेँ मेरो हस्बेन्ड र मेरो चाहिँ यस्तो मिठो गफ चलिरहेको थियो त्यो बुढाबुढीको चाहिँ मिठो गफ गर्दा गर्दै हामीले चाहिँ आधी बाटो पुगेको चाहिँ थाहा भएन अब तपाईँहरू हाम्रो भिडियो हेरेर एकदिन रमाइलो गर्नुहोला यो चाहिँ रहेको छ सुनथान यति रमाइलो ठाउँ हो नि यो चाहिँ प्रायः सबैजना तपाईँहरू सँगसँगै जानुभएको होला यस्तो रमाइलो रहेको छ त्यसपछि म र मेरो हस्बेन्ड पनि भिडियोहरू बनाउन थाल्यौँ यताउतिबाट भिडियो हेर्दै बनाउन थाल्यौँ यस्तो राम्रो भ्यू देखेको थियो भने अनि हामी चाहिँ अब करिब मेरो घर चाहिँ अब आइपुग्नै लाग्यो अब हामी चाहिँ फाइनली अब म चाहिँ घर पुग्न लागेँ मैले चाहिँ घर पुगेर अब घर पुगेर नै भेट्छु हजुरहरूलाई
अनि यता रहेको छ मेरो जेठाजु दाइ अनि छोरीहरू चाहिँ पुरा डान्स गर्दै हुनुहुन्थ्यो। अनि त देवर भाइ यहाँ हाम्रो घरमा चाहिँ यति रमाइलो हुन्छ भने यता मेरो सानो नानीले घर बढाल्दै हुनुहुन्थ्यो आफै। अनि मेरो हस्बेन्डले चाहिँ भिडियो बनाउँदै हुनुहुन्थ्यो। अनि यता रहेको छ बाख्राहरू हुन्छ मेरो देउरानी चाहिँ काम गर्दै हुनुहुन्छ भने म चाहिँ भिडियो बनाउँछु। उहाँलाई चाहिँ उसको छोराले आफै सघाइरहेको छ। अनि म चाहिँ मेरो देउरानीसँग फेरि काम गर्न थालेँ। मलाई चाहिँ केही गर्न आउँदैन। त्यसपछि मेरो देउरानी चाहिँ मलाई सिकाउँदै हुनुहुन्थ्यो। अनि हामी दुईजना चाहिँ मजाले काम गर्दैछौँ। त्यसपछि मेरो देउरानीले सिकाउँदै हुनुहुन्छ आजको लागि यति नै। अनि त्यसपछि हामी चाहिँ जान लागेको छौँ विश्वको सबैभन्दा ठुलो त्रिशुल भएको ठाउँमा। अनि त्यो भिडियो हेर्नको लागि चाहिँ भोलिसम्म प्रतीक्षा गर्नुहोला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लट्स अफ लभ।